Hello everyone, you are watching Business Stories with Kavya. दाभिन्ची रिजल्भमा कलर गर्दा हामीले थाहा पाउनु पर्ने मेन कुरा के छ भने लेफ्ट गामा र गेनको विषयमा तपाईले थाहा पाउनु पर्ने हुन्छ। आध्यात्मको मूल मन्त्र भनेकै दया, माया, करुणा र सत्य हो, जहाँ अहंकारको अन्त्य हुन्छ र आत्माको जन्म हुन्छ। यस्तै विषयमा कुरा गर्न आज हामीसँग हुनुहुन्छ आध्यात्मिक गुरु सुरज शिवभक्ति सर। आउनुस् उहाँलाई स्वागत गरौँ। नमस्ते गुरु। नमस्ते। आरामै हुनुहुन्छ? ठीक छु। हजुरको यो जुन आध्यात्मिक यात्रा सुरु भयो, यसको बारेमा थोरै हजुरले कसरी सुरु गर्नुभयो, केले हजुरलाई यो प्रति प्रेरित गर्यो? अब यो म सानैदेखि आध्यात्मिकमा रुचि भएको मान्छे अनि यसैको साधना गर्दै गइयो। अब यो सत्य के रहेछ, सत्य कहाँबाट पाइँदो रहेछ, सत्य कहाँबाट भेट्दो रहेछ, अहंकार र रिस घमण्डलाई कसरी त्याग्ने हो भनेर हामी खोज्दै खोज्दै आउँदै आजसम्म यहाँ आइपुगेका छौँ। भोलि कहाँ पुगिन्छ हेरौँ। हजुरका लागि चाहिँ आध्यात्म भनेको चाहिँ के हो? आध्यात्म भनेको चाहिँ हाम्रो यो मन शान्त बनाउने, आत्मा जागृत गर्ने, भोलिका दिनमा सबैलाई आत्मा जागृत गरेर अहंकारबाट छुटाउन सकिन्छ कि सत्यको बाटो सबैलाई लिएर हिँड्न सकिन्छ कि भनेर हामी यो धर्म जागृत, आफ्नो आत्मा जागृत गर्नको लागि हामी यो साधना गरेर बसेका छौँ, आएका छौँ। सानैदेखि नै गरेका हौँ। आज भयो 17-18 वर्ष भयो। अहिलेसम्म शिक्षित छौँ। भगवानप्रति आस्था छ, सत्यप्रति आस्था छ। सबैलाई सत्यमै लिएर जान पाए हुन्थ्यो र सबैलाई लिएर घुम्न पाए हुन्थ्यो, सबैलाई मिठो वचन बोल्न सक्ने बनाउन पाए हुन्थ्यो र सत्य चाहिँ के रहेछ, अहंकारले के गर्छ र सत्यले के गर्छ भनेर बुझाउन पाए हुन्थ्यो भनेर हामी यो आध्यात्मिक लागेका हौँ। जो हामीहरू मेडिटेसनहरू गर्छौँ, ध्यानहरू गर्छौँ, त्यसले चाहिँ आध्यात्मिक जीवनमा कतिको प्रभाव पार्छ? अब आध्यात्मिक जीवनलाई मेडिटेसनले अब यो सबै यो आफू कसरी खुसी हुन्छ र कहाँ गएर खुसी हुन्छ भनेर त्यो आफ्नो तरिकाले गर्नुहुन्छ गर्न त, तर हामीले पनि गर्ने त यो मेडिटेसन नै हो। सत्य के छ, भित्री के छ, 5 तत्त्व के हो, यो तत्त्वले के ल्याउँछ, हामी किन जन्म्यौँ, हामीलाई केले चलाइरहेछ, हाम्रो यो शरीर अब गाडी घोडा त चल्या के अरे मिसिनले चल्या, त्यो मिसिन के गरी बनाऊ, कुन तत्त्व हो, कुन तत्त्वले के काम गर्छ भनेर यसैको खोजीमै हिँडिरहेको हामी। अहिलेको जीवनशैली चाहिँ एकदमै धेरै आधुनिक भइसक्यो होइन? अहिलेको जेनेरेसनको मान्छेहरूले त्यति धेरै अध्ययनहरू गर्न पनि रुचाउँदैन। अहिलेको जेनेरेसन छ, यिनीहरूलाई चाहिँ कसरी आध्यात्मतिर लैजान सकिन्छ त? अब यो अहिलेका यो जेनेरेसनमा मान्छेले धेरै पढे, यो पढ्न त पढे के अरूले लेखेका किताब मात्रै पढे, आफ्नो भित्रको परिवारभित्र के छ, आफूभित्र के छ त्यो पढेनन्, पढ्दा पनि पढेनन् र पढाउनेले पनि सिकाइदिएनन्। त्यही नसिकाएपछि अहिले कलेज पढी भन्छन्, स्कुल पढी भन्छन्, डिग्री पास गरी भन्छन्, डिग्री पास गरेर बाहिर निस्किन्छन्, तर त्यसले घरमा संस्कार जाने आउँदैन। घरमा बुवा आमालाई कसरी बोल्नुपर्छ, भाइ बहिनीलाई कसरी बोल्नुपर्छ, घरको बुढीलाई कसरी राख्नुपर्छ भने त्यो जाने आउँदैनन्। अनि किताब मात्रै नपढौँ, आफ्नो आत्मा पनि पढौँ, यो आत्मा जागृत गरौँ भन्ने कुरो हो। आत्मा जागृतपट्टि लाग्यो भनेर सबैले आध्यात्मिक नलागिकन केही छैन। मेन कुरो अब अहिलेको मान्छेले पढी भन्छन्, पढ्न त पढे तर पुर्खा त हाम्रो ऋषि नै हुन् नि। पुर्खा त हाम्रो ऋषि नै हो। ऋषिले त हाम्रो एउटा वंशको परिवारको भनेर एउटा कुल छुट्याइदिनु भएको छ। अहिले त्यो कुल कसैले मतलब गर्नुहुन्न। अमेरिका त जानुभएको छ, तर उहीँ बसेर काम्नुहुन्छ, बौलाउनुहुन्छ होइन। अस्ट्रेलिया जानुहुन्छ, उहीँ बसेर काम्नुहुन्छ, बौलाउनुहुन्छ। यो कुल चाहिँ कसरी छुट्टिएको छ? तपाईँले भन्नुभयो होइन, कुल छुट्याइदिएको छ हाम्रो ऋषिहरूले भनेर। त्यसको आधारहरू चाहिँ के छ? कुल छुट्याएको छ, हाम्रो वर्ग जातहरू धेरै कुरा छुट्याएको छ। त्यो कुल छुट्या छ भने चाहिँ कस्तो भने वर्ग र जात भनेको चाहिँ अब एउटा गोत्र हुन्छ, आत्रे, काश्यप, यो गोत्रहरू छुट्या हुन्छ। यो जो गोत्र छुट्याएपछि आत्रेय गोत्र भनेको त्यो बाहुन पनि एउटै बाउको छोरो हो, दमै पनि, कामी पनि, सार्की पनि, छेत्री पनि एउटै बाउको छोरो हो। त्यो एउटै ऋषिको छोरो हो नि त, एउटै ऋषिको छोरो हो। तर अहिले आएर चाहिँ जातको विभाजन गर्ने, यो ऊ भन्ने भए त्यो कुल एउटै हो। त्यो कुल चाहिँ के गरेर राख्दैछन् भने यही 5 तत्त्वलाई नै एउटा नाम लिएर, यो 5वटा तत्त्वलाई समेटेर एउटा नाम लिएर हाम्रो वंशको कुल चाहिँ यो हो, यो मान है भनेर भनेका छन्। त्यो मान्ने मान्छेलाई चाहिँ आजसम्म दुःख पाएको छैनन्। तर पहिला मान्दै थिए, यो बिचमा आएर अहिले त्यो पहिलाको मान्छेले माने जसरी मान्न छोडे,
अहिले बलि दिने काट्ने के गर्न थालेपछि अनि अब त्यो काट्ने बलि दिने मान्छे पनि हटे, त्यो पुस्ता पनि सिद्धियो। अब नयाँ पुस्ता आयो, नयाँ पुस्ता आएपछि अहिले के भइरहेछ भने त्यो बिजनेस गर्ने होइन कि केही गर्ने होइन कि उनीहरूको दिमागमा जहिले पनि झुम्बाउने डिप्रेसन एन्जाइटी पनि, घरमा कुल मिल्दैन, घरमा परिवार मिल्दैन, आफ्नो आफन्त मिल्दैनन्, मैले पढाएको छु, मैले डबल डिग्री गरेको छ भन्छ, त्यो घमण्ड गर्छ तर त्यो सडेर बस्या हुन्छ, सडेर बस्या। हजुरले भन्नुभयो कि अब अहिलेको जेनेरेसनलाई उत्प्रेरित गर्न जरुरी छ, आमा बुवाले या गुरुहरूले भन्नुभयो, त्यो चाहिँ कसरी गर्ने? उत्प्रेरित गर्न जरुरी छ त भनियो, त्यो जरुरी छ भने तर कसरी गर्ने? अब यो गर्न त अब सबैजनाले, किनकि हामीले हेरिरहेको हुन्छौँ मुस्लिम जो हुन्छ, हामी मुस्लिम भन्छौँ, उहाँको सानो बच्चाले होइन 3 वर्ष 4 वर्ष 2 वर्षदेखि नै उनीहरूलाई नमाज पढाउन सिकाइएको हुन्छ, उनीहरूले कुरान पढिरहेको हुन्छन्, तर हाम्रो परिवेशमा चाहिँ त्यो किन लागू हुन सकेन त? हाम्रो परिवेशमा के अहिलेको जेनेरेसनमा बच्चा त जन्माउँछन् तर पढाउनु पर्छ भन्ने मात्रै छ, पढाउनु पर्छ, पढाएपछि सबै कुरो हुन्छ भन्ने छ, तर त्यहाँभित्र संस्कार छैन, त्यहाँभित्रबाटै संस्कार दिनु पर्यो। कुल स्थापना गर्ने, कुल यो हो बाबु हो भन्ने, 5वटा तत्त्व यो हो भन्ने, ढुङ्गा पूजा गरिन्छ तर ढुङ्गा त बोल्दैन नि, ढुङ्गा त पूजा गर्छौँ ढुङ्गा बोल्दैन, त्यो ढुङ्गा मैले पूजा गर्छु, त्यो ढुङ्गा मैले पूजा गरेपछि यो ढुङ्गालाई मैले देउता सम्झेर पूजा गरेपछि मेरो आत्मा शान्ति हुन्छ र मैले आत्मा पूजा गरेँ भने त्यो आत्मा पूजा गर्नलाई र आत्मा शुद्ध गरेर आफू सन्तुष्टि बन्नलाई त्यो अब जतिजना जुन यो जेनेरेसनको बाउ बुवा आमाले सिकाउनु पऱ्यो, यो गर्नुपर्छ त्यो गर्नुपर्छ भन्नु पऱ्यो। हाम्रो अब यो स्कुलहरू पनि यो शिक्षाबाट पनि हाम्रो यो राख्नु पऱ्यो। अब धर्म त कुनै पनि के होइन, जहाँ पनि शान्तै हुनको लागि अहिले हेर्नु क्रिस्चियनमा जाने, सच्चाइमा जाने, इसाईमा जाने के भन्ने छ। तर तपाईँले भन्नुभयो यो शिक्षामा यो सबै कुरा समावेश हुनुपर्छ भनेर भन्दै गर्दाखेरि अहिलेको त पहिलाको जस्तो परिवेश छैन। एउटा स्कुलमा हिन्दूको बच्चा पढ्न आउँछ, मुस्लिमको आउँछ, क्रिस्चियनको आउँछ र त्यो कोर्सभित्र नै एउटा फिक्स गीता या केही कुरा राख्यो भने त्यो त अरू बच्चाहरूलाई पनि त असर पर्यो नि त, अरू बच्चाको प्यारेन्ट्सले डिफेन्स गर्न सक्छ। त्यो गीता भन्ने हुन्न नि धर्ममा गीता भन्ने हुन्न, महाभारत भन्ने हुन्न, बाइबल भन्ने हुन्न होइन। यो बाइबल पनि पढ्नुपर्ने चिज हो, त्यहाँभित्र पनि बाइबलमा नराम्रो लेख्दै हुन्न नि। हाम्रो जुन क्रिस्चियनमा जाने मान्छेले भने हिन्दू शैतान भने हामी हिन्दू शैतान भएर बाइबलमा लेख्दै छैन। बाइबलले के भनेको छ भने कसैको आत्मा नमार, कसैलाई मारेर नखा, कसैलाई लुटेर नखा, आत्मसन्तुष्टि पार। प्रभु यीशु छन्, प्रभु यीशु भनेको पनि भगवान् शिव नै त हुन्। हामीले सृष्टिलाई नै त शिव भने होइन र, यो टिभीमा नाच्दिने शिव त यो दुनियाँमा भेट्टाइन नि, सृष्टिलाई नै शिव भने अब हामीले सृष्टि एउटै हो, कुन तरिकाले जाने भन्ने कुरो कसैले बुझेनन्। नबुझेपछि अब हामीले चाहिँ अब धर्म कर्ममा भन्दा पनि बच्चाहरूलाई दिनुपर्ने संस्कार दिने हो। तेरो धर्म यो, मेरो धर्म यो हो, त चाहिँ क्रिस्चियनको बच्चा त अलि उता बस हामी सिकाउँछौँ भन्ने होइन, त्यसलाई संस्कार दिने हो। त्यसो भए हजुर हाम्रो सनातन धर्मलाई चाहिँ प्रमोट गर्नुहुन्न कि अल ओभर संस्कारको कुरालाई प्रमोट गर्नुहुन्छ? सनातन भनेको सबैलाई समेट्ने हो, सनातन भनेको सबैलाई समेटेर सबैलाई राम्रो गरेर हिँड्ने हो। सनातन भनेको त यो हाम्रो पुर्खादेखिको धर्म, हाम्रो नेपालमा छिरेको त पछि हो नि त क्रिस्चियन के। यो सनातन धर्मको हाम्रा गुरुहरू, मेन गुरुहरू चाहिँ के भयो, लुटेरा भए। गुरुहरूले यो कुरो यो भनेर सिकाइदिएनन् नि त। तपाईँहरूले समाजमा पनि सामाजिक कुराहरूमा पनि एकदमै धेरै अग्रसर हुनुहुन्छ होइन। समाजमा एकदमै आफ्नो प्रभाव पनि छोड्नु भएको छ, आफ्नो छवि छोड्नु भएको छ। तपाईँले चाहिँ अहिलेसम्म कस्तो कस्तो सामाजिक कार्यक्रमहरूमा इन्भल्भ भएर कसरी चाहिँ पोजिटिभ इम्प्याक्ट पाइराख्नु भएको छ त सोसाइटीलाई? हामीले भनेको यस्तै हो, हामी अब खान नपाउने मान्छेलाई खान दिने, लाउन नपाउने मान्छेलाई लाउन दिने, त्यो हामीले सकेको गर्ने हो। फेरि सबैलाई समेटिसकेका छौँ भन्ने होइन कि, हामीले सकेका जति गरेका छौँ, सबैलाई राम्रै बाटो देखाएका छौँ, के गरेका छौँ हामीले जति चाहेका छौँ त्यति सिकाएका छौँ। अब पञ्चदेवता भन्छन्, सनातनीलाई हुनुपर्ने त पञ्चायन देवता हो नि। पञ्चायन देवताको यो 5वटा देवताको चाहिँ एउटा मन्त्र तिमीहरूसँग हुनुपर्छ, यो 5वटा मन्त्र चाहिँ तिमीहरूले जपेर बिहान जहिले पनि आफ्नो घरमा पञ्चायन पूजा गर्नुपर्छ। अनि यहाँबाट संस्कार झल्किन्छ भनेर गुरुहरूले सिकाइदिनु भएन नि त होइन। गुरुहरू लुट्ने मात्रै भयो, मैले जानिहालेको छु, मैले भन्यो भने त खान पाइएन भन्ने मात्रै हुनुभयो। त्यही भएर हामीले चाहिँ भनेको यो भित्रको चिज हेरेर यथार्थ पत्ता लाएर हामीले सबैलाई पञ्चायन देवता मान, पञ्चायन देवताको मन्त्र यो हो, हामीले मान्नुपर्ने देवता यो हो। ग्रह 9वटा ग्रहमा 8वटा ग्रह छ अरे, एउटा ग्रह हटाए अरे भन्थे,
त्यो एउटा ग्रह अरूले साइन्टिस्टले हटायो भने हट्दैन नि त। उनीहरूले 8वटा भेटे। त्यो त साइन्सको पाटो भयो। अहिले पनि हाम्रो धर्म अनुसार या हाम्रो जुन हामीलाई ग्रन्थ अनुसार त 9वटा नै छन् नि त। त्यो त साइन्सले हटाउँछ, साइन्सले ल्याउँछ। त्यो त यतासँग कनेक्ट छ, कुनै न कुनै आधारमा कनेक्ट छ, तर डाइरेक्टली कनेक्सन त छैन नि त। अनि यो समाजसेवा र आध्यात्मवादलाई चाहिँ कसरी जोड्न सकिन्छ? आध्यात्मिकलाई त समाजसेवा र आध्यात्मिकलाई त जुन दिनसम्म मनको अहङ्कार जाँदैन त्यो दिनसम्म मान्छेले समाजसेवा गर्न सक्दैन। जुन दिनसम्म मान्छेले को यो अहङ्कार र रिस घमण्ड हट्दैन त्यो मान्छेले अरू मान्छेले कसरी दुःख पाछ भने थाहा नै पाउँदैन। जुन दिनसम्म हामीले चाहिँ यो गरेकै यही हो, हामी अहङ्कार मेटेर हाँस्ने कसरी। उहाँले अघि भन्नुभयो रिसाउनु भयो, मैले भने मैले रिसाउन चाहिँ जानिनँ। मैले जसले मलाई जेसुकै भनोस् त्यसुकै गरोस्, म सकेसम्म शिर निहुराउने काम नगरौँ, सबैलाई राम्रै बोलेर राम्रै शिक्षा दिएर हिँडौँ। दिँदै पनि हुँदैन भने त रिसाएर के पाइन्छ भएर यसरी नै हामी धर्म नै जागृत गरेर हामी सनातनलाई नै माथि ल्याउने भइरहेको। सनातनी हाम्रो जति पनि छन् हाम्रा पुर्खाबाट आइरहेकालाई अहिले क्रिस्चियनमा जान, बाइबल पढ्नलाई, तपाईँको मुस्लिममा जानलाई, यो अरू धर्ममा जानु नपरोस् न। उनीहरू त बिचरा उनीहरू क्रिस्चियनमा गएका होइनन्, उनीहरू बाध्यता भएर त्यहाँ बाँच्न गएका हुन् नि त। खै हाम्रा गुरुहरूले बाटो देखाइँदैनन्, यो गर्नुपर्छ त बाँच्न भनिदिँदैनन्। बाइबलमा गल्ती कसको त? यहाँ बाँच्न नपाएर सनातन धर्म भनौँ या हिन्दू धर्ममा बाँच्न नपाएर अर्को धर्ममा जानुमा गल्ती कसको त? गुरुहरूको मात्र हजुर कसरी गल्ती भन्न सक्नुहुन्छ? गुरुहरूले हाम्रो सनातनी गुरुहरू भनेर त हामीले अग्रज गुरुहरू बनाएर राखेका छन्। सनातनी गुरुहरू भनेकै शिक्षालाई राम्रो बनाउने भएर राखेका होइन। शिक्षा त गुरुदेखि मात्रै आउँदैन होला नि त। शिक्षा भनेको त शिक्षा लिने त डिफ्रेन्ट धेरै पाटोहरू छन् नि त। तपाईँको हाम्रो यति धेरै ग्रन्थहरू छन्, यति धेरै पुस्तकहरू छन् जुन हाम्रो पहिलाको जेनेरेसनले हाम्रो लागि छोडेको छ नि त एज अ उपहारको रूपमा। त्यहाँदेखि पनि त हामीले ज्ञान लिन सकिन्छ। त्यही कुरा होइन र गुरुहरूले पनि सिकाउने? गुरुहरूले भर्खर यो कुरो प्रवचन गरिदिन लाग्नु भएको छ। भर्खर अब चाहिँ नेपाल सिद्धिएला है। अब चाहिँ नेपाल सिद्धिने भयो, अब सनातनी पनि सिद्धिने भयो, सनातनी नै सिद्धियो भने त गुरुहरू रहेनन् भनेर गुरुहरूले अहिले चाहिँ प्रवचन गर्न लाग्नु भएको छ। त्यही भएर म चाहिँ गुरुहरूसँग अहिले गुरुहरूले प्रवचन गर्दै हुनुहुन्छ, तर गुरुहरूले प्रवचन गरेर मात्रै हामीले लिने होइन नि त। त्यो त पुस्तक त पहिलेदेखि नै त्यहाँ हाम्रो पुस्तकालयहरूमा जम्मा हुँदै आएका छन् नि त। स्वयं पनि त त्यो कुरालाई अध्ययन गर्ने उजागर एउटा मान्छेको मनमा जगाउन सक्नु पर्यो होइन त? गीता पढ्न नि, त्यो गीता पढ्नलाई, महाभारत पढ्नलाई, वेद पढ्नलाई, शिवपुराण पढ्नलाई यहाँ चाहिँ छ यो पढ्नुपर्छ भनेर सिकाइदिने मान्छे खै त? त्यो सिकाइदिने मान्छे नभएर अब बाँच्दिनँ म, अब मलाई केही पनि भएन, अब म जान्छु कि मर्छु भनेर त्यो मर्न लागेको मान्छेलाई त्यो पास्टरले आएर समाइदिन्छ कि प्रभु यीशु संसार हो, प्रभु यीशु संसार हो, बाइबल पढ भनेर उसले बाइबल लगाएर भोकाइदिन्छ र उसले पढेर बाँच्छ त? खै हामीलाई सिकाइदिएका? म कुनै गुरुहरूले सिकाएर मैले सिकेको होइन, मलाई कुनै गुरुहरूले नि यो पढ भनेर सिक्नु भएन। नेपालको परिप्रेक्ष्यमा नेपाल त पहिला हिन्दू देश थियो, तर अहिले त एकदमै सबै धर्मनिरपेक्ष देश भइसक्यो। योमा चाहिँ हामीले हाम्रो सनातन धर्मलाई, हिन्दू धर्मलाई प्रमोट गर्नलाई कतिको चुनौतीहरू फेस गर्न परिरहेको छ त? अब यो अहिले त कोही आउँछन् म बाइबल हो भन्छन्, कोही आउँछन् म सच्चाइ भन्छन्, कोही आउँछन् म सन्त निरङ्कारी भन्छन्, कोही के भन्छन्। हामी चाहिँ भन्छौँ हाम्रो नेपाल सनातनी हिन्दू राष्ट्र हो, हिन्दू राष्ट्रलाई नबिगारौँ। तपाईँ हाम्रो बाबुबाजेले जुन नीतिले आउनुभएको थियो, जुन मान्दै आउनुभएको थियो, जुन लाइन हिँड्नुभएको थियो त्यही लाइन हिँडौँ। हाम्रो धर्म नबेचौँ। धर्म बेच्नु भने त बाबामा बेच्नु हो, बुवामा बेच्नु हो नि त। धर्म त जनताले होइन नेताले नै बेचिसक्यो नि त। होइन, यो संविधानमै धर्मनिरपेक्ष देश भनेर लेखिसकेपछि त आफ्नो इच्छाको धर्म चुज गर्न या आफ्नो इच्छाको धर्मलाई प्रमोट गर्न त सबैले पायो नि त। यो धर्मनिरपेक्ष भनेर हाम्रो देशमा संविधान लेखेकै तपाईँको राजा फेल्नलाई। अहिलेका युवाहरू फेरि आएर ठुला नेताहरूले छोडिदिएर पनि यो युवाले गरेनन् भने पो अब देशमा केही गर्नुपर्छ है भन्ने हो त। नेता नछोड्ने, अघेटेर बस्ने, उसलाई लडाउने, उसलाई लडाउने, उसलाई पछार्ने, उसलाई पछार्ने गरेर उता माथि खेलेर बसिया छन् उनीहरू गेम खेल्छन्। तपाईँ हामी तल बसेर चिच्याएर गर्ने के? आछ नि त बाली नआउनु भए
हर्कसाङमा आउनुभयो, गोपी हमाला आउनुभयो, यति राम्रा राम्रा मान्छे आछन्। अब म देशलाई केही गर्छु भनेर उनीहरू उचालिरहनु भएको, लडिरहनु भएको। लड्ने मान्छेलाई चाहिँ नदिने अनि तिनै बुढाहरूलाई दिने, तिनै बुढाहरू ठग्ने, तिनै बुढाहरू खाने। बुढाहरूलाई दिएको पनि त तपाईँ हामीले नै हो होइन र? त्यो बुढाहरूलाई दिने बेलामा हामी सानै थियौँ। अहिले पनि त त्यो बुढाहरूले 2055 साल 56 सालमा जितेर अहिलेसम्म देश चलाइराखेको होइन नि त। प्रत्येक 5 वर्षमा जुन चुनाव भइरहेको छ त्यहाँदेखि नै उनीहरू छानिएर आएका हुन् नि त। नेपालको राजनीति पनि हो, नेपालको नागरिक पनि हुँ, म नेपाली पनि हुँ। तर मैले आज खुलेर भन्दै मैले भोट दिएको छैन। जुन दिन नेपालमा सक्सेस हुन्छ राजनीति त्यो दिनबाट म भोट दिन्छु भनेर मैले भोट दिएको छैन। मैले कुनै पार्टी पनि चुनेको छैन, मैले कुनै पार्टीसँग आबद्ध भएको पनि छैन। म भोट हाल्न गएको पनि छैन। त्यस्तै सोच राख्ने हो, कसैले भोट नदिने हो भने त तपाईँको भोट त वेस्ट भयो नि त। त्यो सही मान्छेलाई पनि त गएन नि त भोट त। सही मान्छे नेपालमा उठ्दै उठ्दैन नि त, कसलाई दिने? अनि भर्खरै हजुरले भन्नुभयो बालेनको इक्जाम्पल दिनुभयो। बालेनको इक्जाम्पल दिन त म सिन्धुलीको मान्छे काठमाडौँ आएर भोट दिन मिल्दैन थियो नि त। हो, त्यो सिन्धुलीमा पनि त कोही न कोही राम्रो त पक्कै उठेको छ होला नि त। कि सिन्धुलीमा सबै मान्छे नै नराम्रो नै छन् भन्न त मिल्दैन। होइन, नराम्रो भन्दा पनि यो अहिले जुन मान्छेले झोला बोकेर हिँड्छ नि, म राजनीति गर्छु भनेर, जुन मान्छेले झोला बोक्छ त्यसको नजर गिरिहाल्छ अहिलेको राजनीति। तर परिवर्तनका लागि पनि त झोला बोक्नै पर्छ होइन र? परिवर्तनको लागि झोला बोक्न त बालेन उठुन्, गोपी हमाल उठुन्, यिनीहरूले देश बनाउँछु भनेर चम्किन्न। यिनीहरूका पछि म सबै कुरो त्यागेर लाग्दिन्छु। जुन दिन देश बन्छ त्यो दिन फेरि म धर्ममा फर्किन्छु। ठिकै छ, हामी अब आफ्नो विषयवस्तुतिर आऊँ। नेपाललाई चाहिँ आध्यात्मिक पर्यटनको केन्द्र कसरी बनाउन सकिएला त? किनकि हाम्रो देश भनेको त धर्ममा एकदमै धनी देश हो होइन। हामीसँग यति धेरै कला संस्कृति वेशभूषाहरू छन्। यसलाई चाहिँ हामीले कसरी चाहिँ एउटा आध्यात्मिक पर्यटनको केन्द्र बनाउन सकिन्छ त? अब आध्यात्मिक पर्यटनको केन्द्र बनाउनलाई अमेरिकामा अहिले चण्डी पाठ गर्न लाए, रुद्री लाउन लाए, वेद पढ्न लाए। अस्ट्रेलियामा जापानमा वेद पढ्न लागे। हाम्रो नेपालमा खोइ कसले पढ्छ र? गुरुहरूले कतै कतै पढिदिए जस्तो गर्छन्। त्यही पनि त्यहाँ झल्लर सल्लर हालेर तपाईँको यताउति गरेर त्यहाँ डोनेसनै उठ्छ भनेर मात्रै गर्छन्। तर वेद चाहे जापानमा पढियोस्, चाहे अमेरिकामा पढियोस्, चाहे अरबी राष्ट्रहरूमै पढियोस्, तर त्यसले प्रमोसन त हाम्रै धर्मलाई गरिरहेको छ। हाम्रै धर्मलाई भइरहेको छ। त्यो त एकदमै राम्रो कुरा हो। बाहिरबाट फोकस भइरहेको तर हाम्रो नेपालमा चाहिँ भएको छैन। यसमा चाहिँ राजनीतिक पक्षदेखि होइन देशको पक्षदेखि चाहिँ के कस्तो कुरा गरिदिए हुन्थ्यो जस्तो लाग्छ हजुरलाई? राजनीतिक पक्षले अब हाम्रो हिन्दू धर्म हो, हाम्रो हिन्दू राष्ट्र हो, हिन्दू राष्ट्र कायम गरौँ। भोलि राजा आए पनि राजा नआए पनि हिन्दू राष्ट्र कायम गरौँ। सबैलाई एउटा धर्मको बाटो भनेर चाहिँ यसरी सिकाऊँ कि हाम्रो गुरुहरू पनि त टन्नै हुनुहुन्छ नि। हाम्रो यहाँ नेपालमा पनि गुरुहरू साना साना गुरु हुनुहुन्न नि त, 101 गुरु हुनुहुन्छ। हाम्रो एउटा काली बाबा हुनुहुन्छ नेपालको, तपाईँहरूले सुन्नुभएको छैन? काली बाबा हुनुहुन्छ। काली बाबालाई इन्डियामा पुज्छन् तर हाम्रो नेपालमा कसले दिन्छ उसलाई भाउ होइन भन्नु त? तर मान्छेलाई नै पुज्नु पनि त कतिको सही हो? मान्छेलाई पुज्ने भन्दा पनि भगवान कुन रूपमा आउँछन् र कतिखेर आउँछन् भन्ने थाहा हुन्न। हजुर पनि भगवान हुन सक्नुहुन्छ। भगवान त प्रत्येक मान्छेको हृदयमा भगवान नै छ भन्छन्। मैले मानेको भगवान भनेको हावा पानी आगो धरती आकाश यो 5वटा तत्त्वलाई मान्छु म। यो 5वटा तत्त्वलाई मैले एउटै सृष्टि भएर मान्छु। त्यस्तो भए सृष्टि नै प्रकृति नै देउता हो। देउता हुन्। अनि जसरी हामीले हिन्दू धर्म हिन्दू राष्ट्र भनेर एकदमै धेरै कुरा गर्यौँ, हजुरले पनि भन्नुभयो हिन्दू राष्ट्र हुनुपर्छ होइन। तर हिन्दू राष्ट्र भनेर होइन 80% भन्दा बढी हिन्दू भएको देशमा हामीले त गाईलाई त एज अ मदर पुज्ने गरेका छौँ नि त। हाम्रो गौ माता भन्छौँ हामी, भन्दाखेरि पनि गाईको भनेर खुट्टा लागे पनि हाम्रो सलाम गर्ने चलन छ। तर पनि यही देशमा चाहिँ पश्चिमको कतिपय ठाउँहरूमा गाईलाई होइन सामूहिक रूपमा एउटा ट्रकभित्र बन्द गरेर पुरै त्यो खोलामा फालिदिएको सिनहरू पनि हामीले देखेका हौँ नि त। त्यो कुरामा चाहिँ गभर्मेन्टले कस्तो भूमिका निभाउनुपर्छ? गभर्मेन्टको कति धेरै गल्ती छ त त्यसमा? गभर्मेन्टको मात्रै होइन, तपाईँ हाम्रो पनि त गल्ती छ, किनकि हामीले पनि त त्यो कुरालाई विरोध गर्न सकेनौँ। विरोध गर्न सकेनौँ भन्दा नि गौमाता मात्रै होइन, गौमाता हाम्रो राष्ट्रिय जनावर।
हाम्रो राष्ट्रिय जनावर पनि हो र हिन्दू संस्कार अनुसार हामीले माताको रूपमा पुज्ने पनि हामीले गौमाता मानेका छौँ। गौमातालाई मार्नु हुँदैन, गौमातालाई दुःख दिनु हुँदैन भन्ने एउटा पहिलेदेखि चलन पनि छ एउटा कुरो। अर्को कुरो गौमातालाई मात्रै होइन कसैलाई पनि कसैको पनि प्राण मार्नै हुन्न। मान्छे भन्छन् यो दिएर चाहिँ भगवान् खुसी हुन्छन् रे, त्यो दिएर भगवान्, अर्काको आत्मा दिएर भगवान् खुसी हुन्नन्। आत्मा नै दिने हो भने आफ्नो आत्मसमर्पण गरिदिउँ न, भगवान् खुसी हुन्छन् नि त। आफ्नो आत्मा चाहिँ अहङ्कार चाहिँ लगेर कालो बुको काटेर भगवान् खुसी हुन्छन् नि, हुन्छन् त। त्यो त हाम्रो मानवताको पक्ष भयो कि कसैलाई पनि दुःख दिनु हुँदैन भन्ने। तर हाम्रो धार्मिक पक्षदेखि हेर्दाखेरि हामीले अहिले धार्मिक परिप्रेक्ष्यमा कुरा गरिरहेको छौँ, त्यो कुरालाई चाहिँ कसरी तपाईँ डिफेन्ड गर्नुहुन्छ? जुन गाईलाई हजारौँ त्यो ट्रकभित्र बन्द गरेर होइन खोलामा फालिदिएको छ क्या। अहिले नेपालीलाई अहिले के गर्न मन लाग्छ त्यही गर्छन्। हाम्रो जनतालाई अहिले के गर्न मन लाग्छ त्यही गर्छन्। कोही जनता पनि कसैसँग डराउँदैनन्। त्यसमा गल्ती जनताको कि गल्ती सरकारको? किनकि सरकारको गल्ती हो। त्यो सरकारले त हाम्रो राष्ट्र जनावर हो, हामीले यसलाई बेच्दैनौँ भनेर देशदेखि बाहिर लानलाई प्रतिबन्ध लगाइएको छ। अहिले गाईलाई चाहिँ नेपालदेखि बाहिर लैजान मिल्दैन। अनि यदि उहाँले लैजान दिएको भए त्यो दुर्गति त हुन्थेन होला नि त। कि त आफूले त्यसलाई कन्ट्रोल गर्न सक्नु पर्यो, आफूले त्यसलाई उपभोग गर्न सक्नु पर्यो। अब हाम्रो सरकारले यहाँ गाई बेचे पनि, मान्छे बेचे पनि, देउता बेचे पनि उनीहरूले अहिले कसैलाई केही भन्दैन। किन भन्दैन? उनीहरूलाई कुर्सीकै लडाइँ छ। अब उसँग मिल्यो फेरि यतापट्टि मिलेर मलाई ढालिदिने हो कि, अनि उता मिलिसकेपछि फेरि यता मलाई मिलेर ढालिदिने हो कि, उनीहरूको भित्र लुचालुस छ। यहाँ गाई अस्ति तपाईँको धरानमा गाई मारे, गाई काटेर हिन्दू सनातनीहरू उफ्रे त्यहाँ गएर। सनातनी एउटा गुरु गरेर उफ्रिनु भन्ने ठाउँ होइन नि। सरकारले यो हाम्रो राष्ट्रिय जनावर हो, यो राष्ट्रिय जनावरलाई किन गरिस् भने उसले अम्ल ठडाइदिया भए त्यहाँ गएर गुरुहरू गएर धरान सिद्ध्याइन्छु भन्नु पर्दैन थियो नि त। तर गाईलाई राष्ट्रिय जनावर बनाउने अनि देशलाई चाहिँ धर्मनिरपेक्ष बनाउने, धर्मनिरपेक्ष भनिसकेपछि प्रत्येक धर्मको मान्छेले स्वतन्त्र भएर बाँच्न पाउनुपर्छ। र हाम्रै धर्मअनुसार कति धेरै प्रजाति, कति धेरै जात जाति यस्तो पनि छ जसले गाईलाई काट्न उनीहरूको धर्मले नै दिन्छ, उनीहरूले लिगली नै काट्न पाउँछ। भनेपछि यो त कसरी मिल्यो त? गाईलाई राष्ट्र जनावर बनाउने अनि गाई काट्ने मान्छेहरूलाई नै देशमा स्वतन्त्र रूपले बाँच्न दिने प्रविधान चाहिँ संविधानमा लेख्ने। धर्मनिरपेक्ष भनेर यो धर्म अरू धर्म, हाम्रो हिन्दू धर्म हिन्दू राष्ट्र भइसकेपछि त हाम्रो हिन्दू राष्ट्र कायम भइसकेपछि त हाम्रो हिन्दू राष्ट्रभित्र बाँधिएर बस्नु पर्यो नि। तर यो हिन्दू राष्ट्र होइन नि त अहिलेको परिप्रेक्ष्यमा। अहिले त्यो हिन्दू राष्ट्र चाहियो भने हामी पनि उफ्रेको त्यही हो नि त। हामी पनि यहाँ गएको र अहिले हामी आध्यात्मिकपट्टि लागेको र भगवान् भनेको के हो, हिन्दू भनेको के हो, सनातन भनेको के हो, पुर्खा भनेको के हो, त्यो खोज्दै हिँडिरहेको छ नि त हामी। आध्यात्म भनेको सनातन मात्रै हो त? किनकि अरू धर्ममा पनि त अध्यात्मका डिफ्रेन्ट कुराहरू छन्। यस्तो हुन्छ नि, उनीहरूको बाइबलमा छुट्टै आध्यात्मिक हुन्छ, छुट्टै किसिमले पढा हुन्छन्। हाम्रो नेपालमा के छ अहिले मैले भने हिन्दू शैतान होइन नि त, हिन्दू शैतान होइन नि त। तर शैतान बनेका चाहिँ हिन्दू हुन्। उसले त गरेर बिचरा बाइबलले त के भनिन्छ, पास्टरले त यसलाई काटेर नखा, हिन्दूले काटेर दियो भने त खा है, तर रगत नखा मासु खा भन्ने खा नि त। मैले पढेको छुइनँ, मैले 5 कक्षा मात्रै पढेको छु, मैले पढेको छुइनँ। तर गीताभित्र के छ भनेर गुरुहरूले सोध्नु हो भने गीताभित्र यो छ भनेर मैले अर्थ्याउन त सकेको छु नि। किन म अहिले लसुन प्याज माछा मासु जाँड रक्सी नखाइकन सबै चेलीबेटीलाई मैले दिदीबहिनी मानेर आज म यो ठाउँमा म अहिले लगभग 40 वर्ष जति भएँ। म 16-17 वर्षको मेरो सबै त्यागेर म आफ्नो बाटोमा लागेको मान्छे हुँ। लागिसकेपछि धर्म त के रहेछ, अहङ्कार त्याग्न साथै त्यो धर्मको मान्छे आउने रहेछ नि त। हजुरको यो प्रसङ्गमा मैले एउटा प्रश्न जोडिहालेँ। मैले हजुरलाई कति धेरै सोसल मिडियातिर पनि देखिरहेको हुन्छु होइन, युट्युबतिर भिडियोतिरहरू देखिरहेको हुन्छु मैले हजुरलाई। हजुरले भन्नुभयो म सबै त्यागेर बसेको मान्छे, सबै त्यागेर बसेको आध्यात्मिक मान्छे भन्दाखेरि त सबै हुन्छ नि माया मोहदेखि परको मान्छे भन्ने सोच्छौँ हामीले। तर हजुर यस्तै सोसल मिडियामा एक्टिभ हुनुहुन्छ होइन, अनि सोसल मिडियातिर भिडियोहरूतिर आइराख्नु भएको हुन्छ, अनि त्यो कुरा चाहिँ हजुरको कुरा त हजुरसँगै मिलेन नि। यो कुरालाई हजुर कसरी पुष्टि गर्नुहुन्छ? त्याग्या भने नि, त्याग्या भनेर मैले
मैले मानवता त त्याग्नु भएन नि, मैले मानवता त्याग्नु भएन नि। म जन्मिसकेपछि मैले गर्नुपर्ने कर्तव्य त गरिदिनु पऱ्यो नि, परेन? मैले गर्नुपर्ने कर्तव्य गरिदिनु पऱ्यो। लास्टमा मेरो सोच के, अब यो बन्धनमा बाँधियो, बन्धनमा बाँधिएपछि मैले त्यो चिज त्याग्नु भनेको मैले आमा त्याग्नु हो होइन। मैले त्यो चिज त्याग्नु र मैले परिवार त्याग्नु भनेको मैले आमा त्याग्नु हो नि। म आमा त्यागिसकेपछि म आध्यात्मतिर लागेको, मैले यो गरेको, मैले भगवान् छन् भनेर अरूलाई पढाएको, परिवार यसरी बस्नुपर्छ, परिवार भनेको यो हो, कुल भनेको यो भनेर त्यो म बाँचेको आधार हुन्न। म त्यो बेलामा बाँधिसकेपछि मैले छोड्दिन मिलेन नि। जब यिनीहरू आफ्नो आफ्नो त गरिखान सक्ने हुन्छ नि, त्यो बेलामा गल्ती गरियो, त्यो हामी स्वीकार्छौँ, त्यो गल्ती गरियो। जुन दिन यिनीहरू आफू गरेर खान सक्ने हुन्छ नि, त्यो दिनबाट मलाई यो संसार चाहिँदैन, राम राम मात्रै हो मलाई। आध्यात्मिक जीवन र सांसारिक जीवनलाई सँगसँगै लिएर जान सकिन्छ त? आध्यात्मिक जीवन र संसारिक जीवनमा सँगसँगै लान जान्दिन भने त त्यो आध्यात्म गरेको के काम लाग्यो र? त्यो आध्यात्ममा लागिसकेर भगवान् मानिसकेपछि र अहङ्कार त्याग्न साथै सबै परिवारै छोड्नुपर्छ भन्ने त कहीँ लेखेको छैन होइन? लेखेको छैन, तर हाम्रो जसरी तपाईँलाई नागा साधुको बारेमा थाहा छ होला। त्यो नागा भनेको अर्को बाटो होइन, त्यो त नागा साधुहरू अनि कति धेरै साधु सन्तको बारेमा हजुरले भेट्नु पनि भएको छ होला र सुन्नु पनि भएको छ होला। तर उहाँहरूले त त्यही भन्छन् नि त, आध्यात्म भनेको होइन यो भगवान्को पछि लागिसकेपछि सांसारिक जीवन त्याग्नुपर्छ। उनीहरू त्यागेर बसेका पनि हुन्छन्, तर हजुरले भन्नुभयो कि होइन, आध्यात्मवाद सिक्नु भनेकै दुईटै जीवनलाई सँगसँगै लैजान सिक्नु हो भनेर भन्छु नि त। यो कुरालाई चाहिँ हामीले तपाईँ कसरी डिफाइन गर्नुहुन्छ त? अब आध्यात्ममा लागौँ, हाम्रो धर्म मानौँ, धर्म विषय भयो अहिले। अब हामी हिन्दू राष्ट्र कायम गरौँ, भगवान् मानौँ, पञ्चदेवता मानौँ। तर पञ्चदेवतामा चाहिँ को आउनुहुन्छ? पञ्चदेवतामा गणेश, सूर्य, देवी, शिव, नारायण होइन। यो पाँचवटा देवतालाई चाहिँ हामीले गणेश, शिव, सूर्य, देवी, नारायण भनेर मानेको। यसको अर्थ चाहिँ के भने यो पाँचवटै देवता हो। हामीले के भन्छौँ? कुलदेवता, पितृदेवता, इष्टदेवता, ग्रामदेवता, वायुदेवता भन्छौँ क्या। यो पाँचवटा देवतालाई धरती, आकाश, हावा, पानी, आगो एउटै हो। अनि यसैलाई कुलदेवता, पितृदेवता, इष्टदेवता, ग्रामदेवता, वायुदेवता भनेर मान्छन्। अनि यही देवतालाई चाहिँ धरती, आकाश, हावा, पानी, आगो नै भनिन्छ। र अनि यसलाई गणेश, सूर्य, देवी, शिव, नारायण भनेर नै मान्छन्। अब एउटा कुरो म भन्छु, धर्मपट्टि गइहाल्यो। भगवान् शिवजी हुनुहुन्छ नि, मान्छेले भगवान् शिवजी कैलाश पर्वतमा बस्नुहुन्छ भने नि छैनन्। कतिजनाले त मैले भगवान् शिवजी देखि पनि भन्नुहुन्छ। कतिजनाले टिभीमा नाचेको तपाईँको हाम्रो जुन फिल्म बनाउँछन्, महाभारत यो के बनाउँछन् होइन, त्यो बनाएको शिवजी र पार्वती रे भन्छन्। त्यो नाच्ने शिव र त्यो नाच्ने पार्वती भेट्टाइन न। त्यो नाच्ने पार्वती र त्यो नाच्ने के अरे शिवजी भने त हाम्रो अग्रज गुरुदेवहरूले संस्कार यसरी चल्नुपर्छ। बाउ आमा शिव पार्वती हुनै, सासू ससुरा ब्रह्मा र सरस्वती हुनै, बुढाबुढी नारायण र लक्ष्मी हुनै भएर अनि फेरि नारायणकै रूप श्रीकृष्ण रे, नारायणकै रूप राम रे होइन। श्रीकृष्ण भने चाहिँ के, जो श्रीकृष्ण जस्तो हुन्छ नि, जो मान्छे आध्यात्मिकमा लाग्छ, जो मान्छे मिठो बोल्छ, जसले राम्रो संस्कार दिन्छ, जसले सानोलाई ठुलालाई मिलाएर लिएर हिँड्छ, जसले सबैको भनाइ सहन्छ, सबै मिठो बोलेर हाँसेर मात्रै हिँड्छ, ज्ञान मात्रै दिन्छ, त्यो कृष्ण हो भने। तर हजुरको एउटा शब्दसँग म सहमत भएन नि। के बोला? तपाईँले भन्नुभयो कृष्ण, जुन मान्छे सबैभन्दा बढी आध्यात्ममा लाग्छ त्यो मान्छे नै कृष्ण हो भन्नुभयो हजुरले होइन। तर कृष्ण चाहिँ हाम्रो हिस्ट्रीको सबैभन्दा ठुलो संसारिक जीवन भोग्ने मान्छे हुन् क्या। कृष्ण संसारिक जीवन भोग्ने होइन, कृष्ण हाँस्ने नै सबै चिजबाट प्राप्त भएर सबै युद्धबाट जितिसकेपछि, राम्रो बाटो र दुश्मन मारिसकेर कंस मारिसकेपछि सबैलाई राम्रो बाटो देखाइदिँदा कृष्ण हो नि होइन। त्यो त हाँसे नि त कृष्ण। अब दुनियाँ सिद्धाइदिएँ मैले, नराम्रो सिद्धाइदिएँ, अब राम्रो बाटो लाग्यो भनेर देखाइदिने कृष्ण हो नि। म कृष्ण हुन सक्छु र म कृष्ण हुन सक्दिनँ। 24 घन्टा रिसाएर बस्ने मान्छे, त्यो भाइहरूलाई म कृष्ण भन्न सक्दिनँ नि होइन। म हाँसिरहने मान्छेलाई त्यो हाँसो पनि कस्तो होस्, त्यो हाँसोबाट केही सिकियोस् होइन। तपाईँको हाम्रो गुरुहरू भन्नुहुन्छ,
अहिले बालेन बालेन भन्छन् होइन, साँच्चीकै कृष्ण त बालेन रहेछन् नि त। कसैलाई पनि अहिले बालेन सबैको मुखमा बालेन छैन, सबैको मुखमा बालेन छ, तर बालेन कृष्ण भएर सबैको मुखमा बालेन भएको होइन नि त। अब कृष्ण हुनु त ऊ पर्यो नि त, उसलाई सबैले उचालिसकेर उसले साथ दिइसके त अब बालेन कृष्ण हुनु पर्यो नि त। मानवलाई भगवान त बनाउन सकिँदैन नि त। मानवलाई भगवान बनाउन सकिँदैन, भगवान कहाँ भन्छन् त, भगवान कहाँ हुनुहुन्छ? भगवान भनेको त हामीले परमात्मा भन्छौँ होइन। परमात्मा भनेको यो आत्मासँग मिल्ने चिज परमात्मा हो होइन, यो आत्मालाई परमात्मासँग मिलाउने भन्छन्। आगो के हो भनेर चिन्यो भने, पानी के हो भनेर चिन्यो भने, हावा के हो भनेर चिन्यो, आकाश के हो, धरती के हो भनेर चिन्यो भने त परमात्मा त तिनै हुन् नि। हामीले राम मान्छन्, अर्को जुनीमा पनि अरू भेटिँदैन रे, राम चाहिँ भेटिन्छ भने नि। अर्को जुनीमा अरू भेटिन्न, बुवा आमा दाजुभाइ दिदी बहिनी भेटिन्न, तर राम त भेटिन्छ नि। यो धरती भेटिन्छ अर्को जुनी, जुन लिनुहोस् त लिन्छौँ हामीले, जेसुकै लिउँ, यो आत्माले यो आत्मा त मर्दैन नि, यो प्रकृति मर्दैन नि, यो चल्ने आत्मा भनेको त प्रकृति, यो प्रकृति मर्दैन नि। यो प्रकृतिले अर्को यो आत्माले शरीर अर्को पनि धारण गर्छ, के को गर्छ, अब के कर्म गरे त्यही गर्छ होइन। गरेपछि भेट्ने त यही रामै हो नि, यही धरती नै हो नि, अरू त कोही भेटिन्छ त भेटिन्न नि। म कोसँग बसेको थिएँ, के गरेको थिएँ, यसरी इन्टरभ्यू दिएको थिएँ थिइनँ, यसरी सोधेको थिएँ थिइनँ भनेर भोलि हामीलाई थाहा हुँदैन नि भन्छ र, तर जन्मिन चाहिँ यही राममै जन्मिन्छ। अनि हामीले चाहिँ जुन हाम्रो पहिलाको शिक्षा प्रणाली थियो या पहिलाको हाम्रो एजुकेसन सिस्टम थियो, त्यसलाई चाहिँ हामीले अहिलेको मोडर्न एजुकेसन सिस्टमसँग चाहिँ कसरी कनेक्ट गर्न सक्छौँ र त्यो कतिको आवश्यक छ त? आवश्यक छ। जब हामीले यो संस्कृति पढ्थ्यौँ, हामीले पढ्थ्यौँ, हाम्रो पाला त निस्किसकेको थियो त्यो होइन, हाम्रो पाला त निस्किसकेको थियो, सिद्धिसकेको थियो। त्यो संस्कृति हाम्रो स्कुलमा राख्नै पर्छ, संस्कृति राख्नै पर्छ। राख्यो भने त्यो बच्चाहरूले नि पढ्छन्, सबै कुरो सिक्छन् नि त। यो रसत है भन्छ नि, अहिले त कहाँबाट के हुन्छ, कहाँबाट के हुन्छ, कुन चाहिँलाई पढाउँदा कहाँ पुगिन्छ, कुन चाहिँ हिसाबबाट कति पैसा कमाइन्छ, त्यति मात्रै होइन राम्रो किताबमा, त्यही मात्रै हो। अनि स्कुलमा गएर के गर्छन्, हिजो अस्ति पनि मैले एउटा बच्चालाई लगेर ऱ्यापमा हालिदिएँ। घरमा केही ऊ नै छैन, घरमा केही संस्कारै छैन। बाउ आफ्नै तालमा कमाएको छ, आमा आफ्नै तालमा कमाएको छ, बेलुका घर आउने बेला बाउले टन्न रक्सी खाएर आइदिए, अनि बुढी घर भात पकाएर कुरेर बस्छ। कुरेर बसेपछि अनि रक्सी खाएर आइसकेपछि त काम गरेर फुर्सद भएन मेरो, आएँ भनेर खुसी भएर त्यो घर आएको भए त हो र भन्छन्, चुलाएर बस्छन्, रक्सी खाएर ल्याङ भएर गइदिन्छ, घरमा बुढी कुरेर बसिया हुन्छ। तर सबै त त्यस्तो छैन होला नि त। अब सबैको त्यहाँ एउटा दुईटाको इक्जाम्पल दिएर हामीले सम्पूर्ण समाजलाई त मापन गर्न मिल्दैन। अब एउटा दुईटालाई भन्दा पनि अब हाम्रो माथि मान्छे, हाम्रो नेपाल चलाउने माथिको मान्छेलाई अहिले देशबाट निकाल्न पाए हुन्थ्यो भनेर उफ्रिरहेछन् होइन, होइन। त्यो मान्छेलाई निकालेपछि पनि समस्या समाधान त सबै हुँदैन होला नि त, हुँदैन नि। समस्या त जीवनको एउटा पाटो हो। यो अब यो राजनीतिक यो शासन फेरि सिद्धिएर अर्को शासन आयो भने पनि हुने त यही हो। मान्छेलाई पुग्न कहिल्यै पुग्दैन, न कमाएर पुग्छ, न खाएर पुग्छ, न मोज गरेर पुग्छ, न यास गरेर पुग्छ। जति गर्दै गयो त्यति उनीहरूको चाहना बढ्दै जाने हो। तर हामी चाहिँ चाहना त्यागेको मान्छे हौँ। चाहना त्यागिसकेपछि चाहना त्यागौँ, चाहना कम गरौँ, मेहनत चाहिँ धेरै गरौँ, सबैसँग मिठो बोलौँ, हाँसेर बोलौँ भाइ, यति भनेर हिँडेको मान्छे म। हजुरको कुरा सुन्दा त मलाई हौसला नै राजनीतिमा लगाइदियो भने हाम्रो देश एकदमै छिटो परिवर्तन हुन्छ जस्तो लागिरहेको छ। त्यस्तो हुन्न। म राजनीति गर्न जान्दिनँ, राजनीतिमा बोल्न जान्दिनँ, म त्यो शैली जान्दिनँ। म एउटा पहाडमा जन्मेको मान्छे, सानो परिवारमा, गरिबको परिवारमा जन्मिन त हाम्रा नेताहरू पनि कोही डडेलधुरा जन्मेका छन्, कोही झापा जन्मेका छन् होइन र। मान्छेको जन्मले कर्म निर्धारण गर्दैन, त्यो कर्मको कुरो हो। न हजुरले भन्नुभयो, हजुर पनि अब झट्ट हेर्दाखेरि देवी लक्ष्मी जस्तै देखिन्छ, न तपाईँको बोली लागि पो हाल्छ कि होइन, लागेर न म पनि राजनीतिमा लागिहाल्छु, न म प्रधानमन्त्री भइ पो हाल्छु कि, त्यो त हजुरहरूको हातमा हो। तर मलाई चाहिँ इच्छा छैन, मलाई त्यतापट्टि जाउँ, राजनीति गरौँ, फेरि यो लफडामा झुम्यौँ भन्ने मलाई छैन। अहिले चाहिँ हाम्रो स्पेसली कुरा गर्दाखेरि, सहरी जीवनको कुरा गर्दाखेरि एकदमै व्यस्त जीवनशैली होइन, आफ्नो लागि स्वयंसँग पनि समय नभएको अवस्था छ। यसलाई चाहिँ हामीले कसरी आध्यात्मतिर डोर्याएर होइन, डे टु डे लाइफमा युज गरेर यो जीवनशैलीलाई सहज बनाउन सकिन्छ जस्तो लाग्छ हजुरलाई?
अब व्यस्तता भएन भने एउटा काम गरेर यो नेपालमा खान सक्दिनँ। दिनभरि भारी बोकेर 1000 रुपियाँ कमाएर बेलुका 2 जना बच्चा र बुढाबुढीलाई खान पुग्दैन। नपुगेपछि यो काम बाहेक पनि अरू गर्न पाएन। बालबच्चालाई चाहिँ पढाउन सक्थेँ कि यहाँको मान्छे के हो, बाहिरको मान्छे त लगभग 80% म छोराछोरी पढाउँछु सहरमै बसेर मैले पढ्न सकिनँ। यो पाखामा मैले केही गर्न सकिनँ। मिठो खान नि पाइनँ, राम्रो लाउन नि पाइनँ। मेरो छोरालाई छोरीलाई राम्रै लगाइदिन्छु, मिठै खाइदिन्छु, राम्रो पढाउँछु भएर बस्ने मान्छे हुन्। अनि ती मान्छे व्यस्तता नै हुन्छन्, व्यस्तता हुन्छन्। अब धर्म कर्ममा गर्न चाहिँ अब कोहीलाई यहाँ यास छ, कोही रोएर हिँडेका छन्, खाना पाएको छैन। कोहीको पैसा कुन्यौँ कता लाउने भन्ने छ, कोहीलाई पैसाको नोट कस्तो हुन्छ होला भन्ने छ। त्यो त नियति भन्छन् नि त, होइन? हामी धर्मको कुरा गरिराखेको हुनाले मैले भने यो त नियति हो, होइन? भगवान् कृष्णले गीतामै भनेको छन्, मैले आफूले त आफ्नो भाग्य आफ्नो नियति बदल्न सकिनँ, म स्वयं भगवान्को रूप हुँदाहुँदै पनि। अब आम मान्छेहरूले त कसरी सक्छ भनेको छ नि त। अब त्यो भगवान् कृष्णले भन्नुभयो, भगवान् कृष्णले मैले नियति चेन्ज गर्न सकिनँ भन्नुभयो र। उहाँले जब अर्जुनले होइन यो सबै मलाई गर्नु छैन, होइन यो सबै मलाई किन गर्ने, मलाई त्यो कसैको खुनमाथि बसेरको राज्य चाहिएन भन्दाखेरि चाहिँ भगवान् कृष्णले यो नियतिले लड्नुपर्ने युद्ध हो, यो धर्म क्षेत्र हो, यहाँ तिमीले आउने फ्युचरको लागि यो तिमीले कर्म गर्नै पर्छ र यो तिम्रो नियतिमा लेखिएर आइसकेको छ भन्ने कुराहरू बुझाउँदाखेरि उहाँले आफ्नो, किनकि उहाँले पनि त कति धेरै कुरा भगवान् कृष्णले पनि त त्यागेको छ नि त, उहाँको जीवन पनि त खुसीमय थिएन। श्रीकृष्णले उहाँ राजा भएर बस्नुभएको थियो, राजा भएर बस्नुभएको थियो। कंस चाहिँ मारौँ र मेरा जनतालाई चाहिँ खुसी पारेर ज्ञान्ने भएर बस्नुभएको थियो। हाम्रा नेताहरू कुन चाहिँले चाहिँ अब म कंस चाहिँ मार्छु मेरा नेता राम्रो गर्छु भनेर कुन चाहिँले चाहिँ भन्नुभयो? डन मन्त्री हुन्छन्, गुन्डा मन्त्री हुन्छन्, होइन चोर मन्त्री हुन्छन्, के अरे जनता बेच्ने मन्त्री हुन्छन्, होइन? श्रीकृष्णको दाँजोमा हाम्रा नेतालाई लगेर हुन्छ र हाम्रो देशलाई लगेर हुन्छ। त्यो त दाँज्नै मिल्दैन। मैले चाहिँ नियतिको कुरा मात्रै गरेको। नियतिको कुरो त राजनीति गरिसकेपछि राजनीतिले चाहिँ के भन्छ भने अहङ्कारलाई मेटाएर सत्यको बाटो देखाउँ। राजनीतिले गर्ने यति हो, अहङ्कार यति सबै समाप्त गरौँ। दुर्गा आमाले पनि त त्यही गर्नुभयो नि, चण्डीको रूप लिएर चण्डमुण्ड नाच्नु भयो नि त। त्यो पनि त प्राणै हो नि, त्यसलाई मार्नु किन परेको थियो र? त्यो राक्षस भएर मार्नु भयो नि त। नभए त जगतकी आमा होइन र, धरती आमा होइन र? यही धरती आमाले कालीको रूप लिन्, चण्डीको रूप लिन्, चामुण्डाको रूप लिन्, चामुण्डा मारिन्। किन मारिन्? श्रीकृष्ण पनि त त्यही अङ्ग हो नि त, त्यही अङ्ग होइन र? त्यही अङ्ग भएर श्रीकृष्णले गर्नुभएको चाहिँ मेरो राज्यलाई खुसी बनाउँछु, अहङ्कार र घमण्ड त्याग्छु, मार्छु म सबै, मेरो राज्यलाई खुसी पार्छु भनेर आफ्नै मामा मार्नुभयो त। अहङ्कारी भएर मार्यो भने त कंसलाई, नभए मामा किन मार्नु परेको थियो र? हाम्रो अहिले त धर्ममा मामा चाहिँ मार्नु, कंस मामा चाहिँ भन्नुभयो, तर आमा र मामा एउटै भएर त हाम्रो धर्ममा लेखा छ त, होइन? यो त हाम्रो माथिको मान्छेले बिगारेको कुरो अहिले तपाईँ हामी डिस्कस गर्न पाइने कि हो र, गर्ने कि हो र? भोलि विवादमा मात्रै आइने हो। एकदमै। अब एउटा प्रश्न हजुरलाई, होइन? यो चाहिँ जसरी हाम्रो देशमा चाहिँ गाईलाई चाहिँ बेच्न पाइँदैन भन्ने चलन छ, होइन? यसलाई चाहिँ बेच्न पाइने कि नपाइने, किन कुन कुरा चाहिँ बेच्न दिए राम्रो हुने कि नदिएकै राम्रो छ त? गाई दान गर्ने चिज हो, बेच्ने चिज होइन। बेच्ने भनेको चाहिँ देशदेखि बाहिर लैजान मिल्ने कि नमिल्ने? त्यो मिल्दैन, त्यो मिल्छ मिल्दैन भन्ने कुरो भन्दा पनि हाम्रो गौमाता, हाम्रो नेपालमा गौमातालाई बेच्ने, लाने, काट्ने, मार्ने होइन। हामीले गौमातालाई आमा जस्तै भएर मान्छौँ। हामी घरमा आमा जस्तै भएर उसलाई मानेका हुन्छौँ। मानेपछि त्यो आमाको केही गरी मृत्यु, गौमाताको मृत्यु भयो भने हामी बाउआमाको जन्म दिने बाउआमाको कसरी दाह संस्कार गर्छौँ त्यसरी नै गर्ने चलन छ हाम्रो। एकदमै छ, हाम्रो त्यो चलन छ। हामीले 13 दिनसम्म गौमाता मरिनु भएर छुठो पनि बार्ने चलन छ। अब त्यो इन्डिया लानु, मार्ने, कता लाने, त्यो के अरे बेच्ने भन्ने त्यो अब त्यो राजनेताको कुरो हो। हामी भन्छौँ हाम्रो गौमातालाई कसैले नबेच्दिनु भगवान्, अरूले बेच्छन् बेच्दैन, अरूले कर्म के गर्छन् त्योप्रति नलागौँ कि हामीले कर्म गरेपछि अरूलाई हस्तक्षेप गर्नु हुँदैन कि यथार्थ यो हो, सत्य यो हो, गरे गर्नुहोस् नगरे नगर्नुहोस्, यही हो हामीले भन्ने। अनि बेच्न चाहिँ नमिल्ने, होइन? देशदेखि बाहिर लैजान चाहिँ नमिल्ने, तर देशमै गौमाताको हत्या गर्न चाहिँ मिल्ने? गौमाताको हत्या गर्न मिल्ने भए आमाको नि हत्या गर्दा भइहाल्छ नि, होइन?
त्यसको लागि हजुर गभर्नमेन्टले चाहिँ के सन्देश दिन चाहनुहुन्छ? गभर्नमेन्टलाई अब हामीले दिने सन्देश गौमाता र आमा एउटै हो। गौमाता र आमा एउटै हो। अझ आमाको त पिसाब खानुहुन्न भन्छन्, गौमाताको त पिसाब खान्छौँ हामीले त्यति माथि पुऱ्याएर अग्रज बनाएर गौमातालाई राखेका छन्। त्यो गौमातालाई नबेचौँ, त्यसको हत्या नगरौँ, नराम्रो नगरौँ। हिन्दू अब निरपेक्ष धर्म भएर भनिहाले, निरपेक्ष धर्म नभनौँ। निरपेक्ष धर्म किन? हाम्रो हिन्दू राष्ट्रलाई हिन्दू राष्ट्रै छ त। हाम्रो हिन्दू राष्ट्रलाई किन फेरि निरपेक्ष भएर किन विदेशी धर्म छिराउनु पर्यो? त्यो त तपाईँ हामीले भनेर हुँदैन। त्यो भनेर हुँदैन। अब त्यही भनेर नभएर त हामी चुप लाएर बस्छौँ नि। यहाँ पैसाको पहुँच छ, हामी जोगिहरूसँग त पैसा हुँदैन हेर्नु होइन। कि त अब त्यो खेती गरेर हिँडेका भए पैसा हुन्थ्यो होला, त्यो खेती गरेर हिँड्दैन। किन 2-4 पैसा जम्मा हुन्छ कि त्यो मान्छेको चाहिँ उद्धार गर्न पाए हुन्थ्यो भनेर हिँड्यो। अहिले हामी खुला छौँ, हामीसँग केहीको तनाव नि छैन, पैसा कहाँ राखौँला भन्ने पनि छैन, ओहो पैसा मासिने हो कि भन्ने पनि छैन, कमाइन्छ कि भन्ने पनि छैन। भगवान्को नगरा ख्याउँदै जाउँ, सबैको राम्रो हुँदै जाउँ। सबै 2-4 लाख त्योहरूले हिर्काउ न, भगवान् भनौँ जन्म दियो, अब हान, त्यसले कर्म त्यही दिएको थियो होला, हान भनौँ, आफ्नो तालले हिँडौँ। आफ्नो तालले हिँडिसकेपछि अनि आफ्नै दुनियाँमा बाँचिन्छ। आफ्नै दुनियाँमा बाँचेको मान्छे हामी, त्यो केहीको हस्तक्षेप पनि छैन हाम्रो। अब यहाँनिर कर्मको कुरा आइसक्दाखेरि मैले हजुरलाई एउटा प्रश्न गर्न चाहेँ। हाम्रो महाकुम्भ लागिरहेको थियो इन्डियामा, हजुर जानुभयो? म महाकुम्भमा गइनँ। जानुपर्ने तपाईँ जस्तो मान्छेले त। महाकुम्भमा गएर के गरौँ मैले? किन महाकुम्भमा नआउने प्रचलन छ नि त? कुम्भ लागेको महाकुम्भमा नआउने प्रचलन छ। त्यो टाइम भएको भए, मिलेको भए म जान्थेँ। खासमा त्यहाँ चाहिँ किन चाहिँ नआउने चलन छ त? त्यसको पछाडिको चाहिँ स्टोरी चाहिँ के हो त? त्यो स्टोरी हाम्रा अग्रजहरूले, पुर्खाहरूले सबै कुरो गरेर यो भगवान् चाहिँ अब गङ्गा, यमुना, सरस्वती सबै त्यहाँ भेट भएको भन्छन्। त्यो हाम्रो यही कुरोले पो बिगारेको छ त। हाम्रो हिन्दू भएर अब हाम्रो देवघाटलाई नि, देवघाटमा गएर किन नयाँ नुहाउनुपर्छ भन्ने कुरो होइन नि त। त्यहाँ गएर नुहाएर के हुन्छ, यहाँ गएर के हुन्छ, नुहाउनु काहीँ पनि पर्दैन। त्यो मन सुखाउनु पर्यो। घरमा आउने पानीले नुहायो भने गङ्गाती नै हुन्छ। त्यसो भए त्यो त्रिवेणीमा गएर नुहाएको कुनै पनि महत्त्व छैन? त्यो महत्त्व छैन भने त्यो खुसी, आनन्द, भगवान् मानी आत्मसन्तुष्टि हो नि त्यो। कुम्भ मेला गएर फर्केर आएर कसले चाहिँ हात्ती चढाएर? आत्मसन्तुष्टि बाहेक केही पनि होइन। त्यसो भए आत्मसन्तुष्टि बाहेक केही पनि छैन। आत्मसन्तुष्टि हो, सबै कुरो आत्मसन्तुष्टि हो। हिन्दू धर्म भनेको चाहिँ जुन धर्म होस्, हिन्दू धर्म भनेको रमाइलो छ। भगवान् मानेका छौँ हामीले, भगवान् मानेका छन्। त्यसो भए जुन हामीले गङ्गामा गएर स्नान गर्यो भने पाप पखालिन्छ भन्ने जुन किम्बदन्ती छ, या जुन हाम्रो धर्मले भनेको छ, त्यो चाहिँ गलत? हजुरले त्यसलाई गलत भन्नुभयो? त्यो गलत भन्ने होइन, त्यो गलत भन्ने कुरो हुन्न। त्यो गङ्गामा, यमुनामा, नर्वेदमा गएर नुहाउनलाई, ब्रह्मपुत्रमा गएर नुहाएपछि पाप पखालिन्छ भन्ने कुरो चाहिँ के हो भने, पाप गरे मान्छे जाने हुन् नि। मैले जानेर पाप गरेको छैन, अन्जानमा गरेको छु भने भगवान्, अन्जानमा गरेको छु भने क्षमा गरिदियो भाइ। मैले जानेर र बुझेर गरेको छुइनँ। म हिँड्दाखेरि किरा मऱ्यो भने, केही गरी फट्याङ्ग्रा मऱ्यो भने भगवान् मलाई क्षमा गरिदियो है भनेर बिहानै बेलुका मैले नित्य कर्म गरिरहेको छु। म गङ्गा किन जानु पऱ्यो, यमुना किन जानु पऱ्यो? त्यसो भए त्यहाँ जानु भनेको चाहिँ पाप गरेको मान्छेले मात्रै जानु पर्छ? अब यो प्रश्नको उत्तर, यो हजुरले गरेको प्रश्नको उत्तर हो, प्रश्नको उत्तर हो। त्यो पाप गरे मान्छे चाहिँ त्यहाँ जानु भन्ने कुरो होइन। भ्याएको भए म पनि जान्थेँ नि त। गङ्गामा गएर नुहाउन पाउँदा त्यहाँको छुट्टै मजा हुन्छ। म गएँ हरिद्वार जान्छु, म होइन हरिद्वार जान्छु, देवघाट जान्छु, म मुक्तिनाथ जान्छु, गोसाइकुण्ड जान्छु, सबैतिर घुम्छु म। तर त्यो घुम्ने भनेको एउटा माहौल मिल्नुपर्छ क्या, घुम्न पनि माहौल नमिलिकन अहिले हतारेर त्यो भिडमा किन जाने? भोलि गएर नुहाए पनि ती गङ्गा यमुना त्यहीँ हुन्छन्, आज गएर नुहाए पनि त्यहीँ हुन्छ। हाम्रो भनाइ त्यो हो। त्यसो भए पाप पखाल्न गङ्गा जाँदा हुन्छ होइन त? अब आफ्नो सोच, आफ्नो विचार, म नि जान्छु गङ्गा जान्छु, नुहाउँछु, हजुर होइन। अब हामीले चाहिँ के भन्छ भने एउटा सानो पत्थरको शिवलिङ्ग भएर मान्छौँ, होइन। अब कतिपयले तल बस्ने चाहिँ पार्वती माताको जे, माथि चाहिँ शिवलिङ्ग अरे भन्छन्, होइन। त्यो चिजलाई चाहिँ के भन्छौँ भने हामीले चाहिँ त्यो हामीले भन्ने कुरो हो। त्यो कसले खोज्दै भन्ने कुरो होइन, मैले खोजेको कुरो हो, होइन। यो भगवान् शिवजीको लिङ्गलाई
यो सृष्टिको तपाईँको यो प्रकृतिको आकार चाहिँ शिवलिङ्ग जस्तो छ अरे होइन। त्यो शिवलिङ्ग मान्ने पनि त्यो पत्थर मान्ने पनि हाम्रो एउटा नियम छ नि त। ओम गङ्गे च यमुने चैव गोदावरी सिन्धु सरस्वती जलेस्मी कावेरी सञ्जीवनी कुरु कुरु ओम नमो भगवते वासुदेव हर हर महादेव भनेर चढाउँछौँ नि हामी होइन। सबै गङ्गा यमुना सबै त्यहीँ हामीले जलमै सम्झिरहेको छौँ। जल त एउटै हो नि जहाँको पनि त्यही दिनकै मानिरहेछौँ। त्यो भगवान्लाई छोडेर हामी कहाँ जाने, त्यसलाई भोग कहाँलाई कसले लाउने भन्ने कुरो हुन्छ। त्यही भएर हामी भोग लाउने मान्छे अरू भेट्टाइयो भने त्यहाँ हेरिदिने थामिदिने मान्छे भेट्टायो भने हामी जान्छौँ। तर यसपालि गइनँ म कुम्भ मेला, नगएको कुरो म गएँ भन्दिनँ। म सत्य कुरो मात्रै बोल्छु। मैले जति गरेको छु त्यति मात्रै बोल्छु। मेरो यो भित्र नि मैले लुकाउनु पर्छ यो कुरो चाहिँ मैले बाहिर खोल्दाखेरि म बिग्रिन्छु भन्ने कुरै छैन मसँग। सत्य नै सनातन हो। सत्य नै सनातन हो, सत्य नै हिन्दू हो, सत्य नै सनातन हो। जो मान्छे सत्यमा बस्छ, पञ्चायन देवता पूजा गर्छ, भगवान् शिवजीको पशुपतिनाथमा जान्छ, दिनकै पशुपतिनाथमा गएर के गर्ने हो, पशुपतिमा नाथमा गएर शिवजी त भेट्ने होइन नि। गएर त्यहाँ शुद्ध भूमि प्रकृति भगवान् शिवजीको बास ठाउँमा भेट्छ होइन। त्यहाँ गएर नि भगवान् मैले यो पाप गरेको छु, मलाई माफ गरिदियो है गर भन्ने त यही कान समाउने त्यही भएर हो नि त पशुपति जाने। त्यहाँ खुसी भएर यास गरेर कार चढेर हिरो बनेर हिँडेर सबै कुरोले पुगेको मान्छे पशुपति जाँदैन। दुःख परेपछि मात्रै पशुपति जान्छन्। त्यही भएर हिन्दू सकिँदै गएको हो। त ठुलो मान्छेले पनि हिन्दू भने चाहिँ यो भनेर गरिदिँदैन त सानाले पनि तान्दिँदैन थिएर। साना तान्न खोज्दैन नि अहिले। एकदमै हजुरले रुद्राक्षको माला लाउनु भएको रहेछ सर। कति मुखी रुद्राक्ष भयो? यो कति मुखी भनेर मैले गन्दिनँ सर म्याम, म गन्दिनँ। यो चाहिँ सबैको कम्बिनेसन छ। सबैको खासमा हामीले हिन्दू धर्मअनुसार रुद्राक्षलाई हामीले एकदमै ठुलो स्थानमा राख्छौँ, अग्रज स्थानमा राख्छौँ। यसको चाहिँ इम्पोर्टेन्स के छ त? त्रिशक्ति त्रिनेत्रम पञ्चवक्रम महारुद्रम सदाशिवम भने होइन। त्रिशक्ति त्रिनेत्रम पञ्चवक्रम महारुद्रम सदाशिवम भने चाहिँ यो संसार चाहिँ एउटै गोलो रुद्राक्ष जस्तै छ अरे, रुद्राक्ष जस्तै छ अरे। अनि हिन्दू शास्त्रमा हिन्दू धर्म चाहिँ शिवको अंश आँसु पनि भन्छन् होइन, शिवको गहना पनि भन्छन्। यो सृष्टिको गहना हो। 5वटा मुख भएको के अरे एउटा रुद्राक्ष तपाईँको एउटै डल्लो भन्छ कि प्रकृति चाहिँ एउटै डल्लो भन्छ। अनि यो प्रकृति एउटै डल्लो भएर रुद्राक्ष भएर हाम्रो बाबुबाजेले राखिदिइसकेपछि यो लाउन त यो धारणा गरौँ न त। अब यसको लाउने अब यो लाउने जसले पनि लाउँछ भन्ने कुरो हुन्छ। यो लाउन त जसले पनि लाउनुहुन्छ नि, तर यसको नियममा बस्नुपर्छ। यसको नियम जस्तै यसको नियम यो बसेपछि भित्र आत्मामा पाप राख्नुहुन्न। जुन त हजुरले सोध्नुहुन्छ त्यो सोधेको कुरो मैले बोल्नै नहुने, म बोल्दाखेरि सिद्धिने कुरो यो भित्र हुनुहुन्न। त्यो नचाहिने काम गर्नै हुन्न। जति कुरो बाहिर बोल्न सकिन्छ र बाहिर मान्छेसँग हाँस्न सकिन्छ र शिर उठाउन सकिन्छ त्यति मात्रै काम गर्नुपर्छ। अब यो खाएर आएपछि लसुन प्याज माछा मासु जहाँ डक्सी यो स्त्री पुरुष मध्ये स्त्रीले लाउन मिल्ने नमिल्ने भन्ने केही छ यसको प्रावधान त्यस्तो? सृष्टिमा जन्मेपछि त्यो महिला नभइकन पुरुषै जन्मिँदैन। किन कति धेरै गुरुहरूले चाहिँ मलाई नै मेरो पर्सनल एक्सपिरियन्स सेयर गर्दैछु म हजुरसँग। मैले रुद्राक्ष लाउन खोज्दाखेरि होइन यो चाहिँ छोरी मान्छेको लागि बनेको कुरा होइन, तिमीले लाउनु हुँदैन भनेर मलाई नलाउन दिएको पनि छ। त्यही भएर मैले प्रस्ट्याउन खोजेको हो। मिल्छ? हाम्रो नेपालमा आफ्नै आफ्नै पहुँच छ, आफ्नै आफ्नै पावर छ। त्यो पावरमा पहुँचमा के भन्छ थाहा छैन। भन्छन् मान्छेले शिवलिङ्ग पूजा गर्नु हुँदैन आइमै मान्छेले भन्छन् होइन। शिवलिङ्ग आमा पार्वतीले पूजा नगरी कसले गर्छ त? अनि त्यो त माता पार्वती या माता सतीले जन्मदेखि नै शिवलिङ्गको पूजा गरेर शिवको प्राप्ति गरेको हो होइन र? अनि हजुरहरूले सती आमाले के अरे पार्वती माताले चाहिँ जन्मेदेखि नै शिवको लिङ्ग बालुवाको थुप्रो बनाएर शिवको लिङ्ग बनाएर पूजा गरिन्, ध्यान गरिन्, शिव पाइन्। हाम्रा दिदीबहिनीले अहिले शिवको पूजा गर्न नजानेर, शिवको ध्यान गर्न नजानेर त दिनकै पिट्ने बुढा पाउँछन् त। बुढा त शिव हो नि त। शिव हेर्ने काहीँ पनि होइन, शिव हेर्ने बुढाको नजरमा हो। जुन स्त्रीले जुन महिला दिदीबहिनीले बुढालाई शिवको रूपमा हेर्छ, शिवको स्थानमा राख्छ, त्यो दिदीबहिनीले दुःख पाउँदैन। त्यो दिदीबहिनीले रुद्राक्ष लाउन नि भयो। तर हजुरले अहिले यो जेन्डरको अनइक्वालिटीको कुरा गर्नुभयो। म तपाईँको यो कुरासँग समर्थ भइनँ। तपाईँले भन्नुभयो कि बुढालाई शिव जस्तै पुज्यो भने खुसी भइन्छ।
तर कतिपयमा त पुज्दाखेरि कति राम्रो गर्दा गर्दै पनि बुढाले कुटपिट गरेको छ। अनि तपाईँले अर्को कुरा के भन्नुभयो भनेपछि शिवको राम्रोसँग पूजा गर्न आएन होला उहाँहरूलाई, त्यही भएर कुट्ने बुढा पायो भन्नुभयो होइन। तर तपाईँको यो कुरालाई मैले प्रस्ट्याएँ। शिव पुराण अनुसार भगवान शिव पुराण अनुसार के भनिएको छ भने भगवान शिवको पूजा गर्ने स्थान र विधि कुनै पनि छैन। जसले सच्चा मनले पूजा गर्छ, सच्चा मनले चढाएको भगवानले मासुको टुक्रा पनि स्वीकार गर्नुहुन्छ। यो सच्चा मन। अब एउटा कुरा म हजुरलाई भन्छु, जब म थिएँ नि मेरो गाउँमा, म 11 वर्ष उमेरसम्म गाउँ बसेको हो। जब मेरो गाउँमा म थिएँ, मेरा दिदीबहिनी संस्कारमा थिए। सुन्नु है, मेरा 5वटा दिदीबहिनी छन्। मेरो 5वटा दिदीबहिनी पहिला हिँडेर कोही मान्छेसँग घुमेर भन्ने थाहा पाइएन। अहिले तपाईँको टेनेजर भन्छन्, त्यतिखेर टेनेजर भन्ने कसैलाई थाहा थियो त? बुढाहरूले पढेकै हुन्न थियो, के थाहा? अहिले पढेर पो टेनेजर भन्ने थाहा भयो त। 12 देखि 17 वर्षको उमेरमा छोरी बिग्रिसकेका हुन्छन्। अहिले त्यो छोरीलाई ट्र्याकमा ल्याउन सकेका हुन्छन्। त्यो कसको गल्ती? त्यो गल्ती बाबुआमाले शिवको पूजा नगरेर। शिव भनेको त आत्मा हो नि, शिव शुद्ध बनाउनु पर्यो नि त। शिव शुद्ध बनाएर भित्र माहौल बनाउनु पर्यो नि त। घरभित्र बच्चा खुसी हुने, बच्चा शान्ति हुने, बच्चाले पाठ राम्रो सिक्ने त माहौल हुनु पर्यो नि त। अब शिवको पूजा गर्ने चाहिँ राम्रो शिवको स्थानै छैन। त्यसो भए हजुरले जस्तो बाबुआमाको संस्कार हुन्छ, जस्तो बाबुआमा हुन्छ जस्तै छोराछोरी हुन्छ भन्ने कुरा पुष्ट्याउन खोज्नुभयो होइन? घरभित्रबाट जस्तो संस्कार दिन्छन् बाहिर त्यस्तै निस्किन्छ। त्यसो भए प्रहलाद हजुरले सुन्नुभयो होला नाम। उहाँ त नारायण भगवानको त्यत्रो ठुलो भक्त, तर जन्मिनु त एउटा यस्तो मान्छेको घरमा जन्मिनु भएको थियो जसले म भन्दा ठुलो भगवान कोही पनि छैन, मलाई नै पुज्नुपर्छ भन्ने मान्छेको घरमा जन्मिँदै पनि उहाँ परमेश्वरको आत्माको बाटोतिर हाम्रो ग्रन्थहरू, हामी सनातन धर्म मान्ने हामी ग्रन्थहरू, कथाहरू जुन हाम्रो पुर्खाले हाम्रो लागि छोडेको छन् त्यो त हामी मान्छौँ नि त। कसले लेखेको हजुरलाई थाहा छ? एटलिस्ट स्टोरी त हामीले सुनेको लेखेको चाहिँ कसले होला त? वाल्मीकि। तपाईँ हामीले नि वाल्मीकिले भने गुन्डागर्दी गरेर यो संसार सखाप बन्न खोजेर लास्टमा अब यो अहङ्कार र घमण्ड र मूर्खाइमा त केही रहन्छ, म केही छाप छोडेर जान्छु, म मेरो सनातनी मेरो हिन्दूलाई म यो संसार देखाइन्छु, चिनाइन्छु, यी सबलाई मेरो बाटो लाउँछु भनेर उसले लेखिदिएको वेद हो नि त, लेखिदिएको धर्म ग्रन्थ हो नि त। त्यसो भए त्यसको मान्यता छैन। सुन्नु न, मान्यता छ छैन भन्ने कुरै भएन नि। उसले पनि त पछि आएर त उसले सबै कुरो त्यागेर ऋषि बनेर त्यागेर उसले एउटा बाटो त लगाइदियो नि, लगाइदियो होइन? उहाँले सबै कुरो भएको कुरो लेख्नु भयो र उहाँले लेखेको ग्रन्थ जुन छ नि त्यो ग्रन्थमा भएको कुरो उहाँले लेखेको कुरो मात्रै गराऊ, यो गर्यो भने संसार त्यतिकै उज्यालो हुन्छ भनेर लेखेको कथा हो त्यो। त्यसो भए त्यसको रियालिटीसँग कुनै पनि सम्बन्ध छैन। त्यो सम्बन्धमा गएन भने त्यही कारण त्यही उहाँको सम्बन्धमा र त्यो जुन किताबमा गएन भने त यो संसार जन्मेको मतै भएन नि, होइन? मतै भएन नि त। उहाँले लेखेको मतलबै छैन भन्ने कुरो होइन नि। हजुरले यहाँनिर आफ्नै कुरालाई पुष्ट्याउन सक्नु भएन। होइन, सुन्नु न, पुष्ट्याउनु भन्दा पनि हिजो त्यो प्रहलादलाई बचाउनलाई भगवान नारायण त नरसिंहको रूप लिएर जानु लाग्यो नि, होइन? हो कि भन्नु त? त्यो पार्वती के अरे सत्यदेवी त मरेपछि त फेरि पार्वती भएर जन्मिनु भनेको नि त। दक्ष प्रजापतिको घरमा जन्मिकिन पार्वती फेरि हिमालय घरमा किन जन्मिकिन त? दक्ष प्रजापतिको घरमा जन्मिया होइन थियो नि त। किनकि दक्ष प्रजापतिको संस्कार नराम्रो होइन नि त, उसको संस्कार त राम्रो छ। अहङ्कार हो उसको। उसमा एउटा अहङ्कार के थियो कि म शिवलाई मान्दैन भन्ने अहङ्कार थियो र माता सतीले त्यो देह त्यागेर अर्को देहमा प्रवेश गर्नुभयो। अब हजुरको मैले कुरा गर्ने, अब म 12वटा सन्तानको बिचको मान्छे हो म, है? 12वटा सन्तानको बिचको मान्छे म। मेरो 11वटा सन्तानले चाहिँ भगवानको वास्ता गर्दैनन्, मैले मात्रै किन गरेँ त? त्यो त स्वयंमा आएको कुरा हो नि त। यसमा त के तपाईँले भन्नुभयो प्यारेन्टिङको कुरा गर्नुभयो होइन? प्यारेन्टिङको कुरा त यसमा दूरसम्म कहीँ पनि देखिँदैन नि त, किनकि त्यो आध्यात्म भन्ने कुरा त स्वयंमा हुनुपर्छ होइन र? हो, त्यो पनि हुनुपर्छ। किनकि तपाईँको जुन 12 जना दाजुभाइ दिदीबहिनी जो पनि हुनुहुन्छ 12 जनालाई नै प्यारेन्टिङ गर्ने मान्छे त एउटै हो नि त।
तर किन तपाईँको बाटो भिन्न भिन्नै र किन तपाईँहरूको सोच भिन्न भिन्नै त? त्यो सोच भिन्दा भिन्दै भने नि त्यो तपाईँको 5वटा मान्छे सन्तान अहिले जन्मिया छ नि, 5वटा सन्तान जन्मिसकेपछि त्यो घरमा इन्भाइरोमेन्ट राम्रो नभएर बाहिर मिल्क्यो भने पनि 3जना चाहिँ नराम्रो भएर 1जना चाहिँ राम्रो हुन्छ। प्रहलाद त्यही हो। यो हजुरको यो उत्तरदेखि चाहिँ म एकदमै धेरै सन्तुष्ट भएँ। अब हामी कार्यक्रमको अन्तिमतिर पनि आइसकेका छौँ। हजुर अब चाहिँ हजुरलाई मैले सोध्नु परेको, आउने जेनेरेसनलाई चाहिँ कसरी इन्सपायर गर्नुहुन्छ होइन? हाम्रो जो भाइ बहिनी अहिले सानो बच्चाहरू हुनुहुन्छ उहाँलाई चाहिँ हाम्रो धर्म फलो गर्नुपर्छ है। हाम्रो धर्म भनेको एउटा धर्म मात्रै होइन, त्यहाँ संस्कार पनि छ, त्यहाँ ग्रो हुने बाटो पनि छ होइन? त्यो कुरा चाहिँ हजुर कसरी इन्सपायर गर्नुहुन्छ त? अब अहिले आउने यो जेनेरेसनको अब आउने बच्चाहरू, अब आउने भाइ बहिनीलाई मेन कुरो स्कुलमा पनि संस्कार दिनु पर्यो। संस्कार दिने भनेको धर्मकै मात्रै संस्कार हुँदैन, जुन संस्कार हुन्छ मानवताको संस्कार हुन्छ। म मानवता हुँ भन्ने थाहा पाएन भने त्यसले पढेको मतलब हुँदैन होइन? अहिले के गरेका छन्, पढ्न त पढाएछन्, या सिधेर बसेको 11 पढेको छोराले बाउ कोड दिन्छ, अहिले आमा कोड दिन्छ। अहिले त्यो बाउ आमालाई के मेरो कर्म के रहेछ भनेका छन्। त्यो कर्म के रहेछ भनेर तिनीहरूले त्यो इन्भाइरोमेन्टै केही नै भएन। पहिलाको जमाना र अहिलेको जमाना त छुट्टै छ नि। पहिला हाम्रो जमानामा टिभी देख्दैन थियौँ हामीले टिभी देखेको, गाडी देखेको काठमाडौँ आएपछि हो। अहिले मेरो घरमा गाडी पुग्छ हेर्नु, जमाना कहाँबाट कहाँ पुगिसक्यो है। अब अहिलेको कुरा, पहिलाको अहिले हाम्रो पुर्खाले बलि दिने गरेका थियो, हामीले पनि बलि दिनुपर्छ, पुर्खाले गरेर काम गर्नुपर्छ भन्छन्। तर हाम्रा ऋषिमुनिले कुल छुट्याउँदा बलि दिएका थिएनन् नि त। त्यो जुन बलि खाने चिज त वीर मसान भन्ने त हाम्रो बाबुबाजेले पालेको चिजले त ट्याक्सीको काम गर्थ्यो, हेलिकप्टरको काम गर्थ्यो, प्लेनको काम गर्थ्यो, किरणको काम गर्थ्यो, पुल बनाउँथ्यो, बाटो बनाउँथ्यो, घरका काम गरिदिन्थ्यो, खेत खनिदिन्थ्यो। त्यसको लागि हाम्रा बाबुबाजेले चाहिएर मानेका हुन् नि त। अहिले यो डेभलप कहाँ भइसक्यो होइन? अहिलेको टाइममा त्यो स्टिल एक्जिस्ट गर्छ जस्तो लाग्छ हजुरलाई? सुन्नु न, त्यो अहिले यो जमानामा आएर अब कसैले पनि त्यो काट्ने गर्ने गर्दैन नि त। नगर्ने भएपछि अब यो चिजलाई चाहिँ पहिला चाहिँ के गरेका थिए, अब हामी त्यो गरेर हाम्रो कुल चाहिँ मानौँ। त्यो अर्काको ज्यान काटेर यो चिज नमानौँ भनेर त्यो जुन पुर्खाको चिजलाई, त्यो पुर्खाले हाम्रो बाबुबाजेले मानेका चिजलाई हटाएर त्यसलाई समाप्त बनाएर अनि राम्रो चिज मात्रै मानौँ भनेर सबैलाई सिकाएर, पढाइमा पनि टिचरहरूलाई पनि सिकाएर। मेन त अब अहिलेको जेनेरेसनको बच्चाको मात्रै कुरा होइन नि त, टिचरको कुरा हो नि त होइन? हाम्रो पालामा के हुन्थ्यो भने बिहान लाइन राखेपछि राष्ट्रिय गाना मात्रै गाइन्थ्यो, त्यो अरू के पनि हुँदैन थियो। राष्ट्रिय गाना गाएर अनि बाबुआमा भनेको यो हो, छोराछोरी भने यो हो, दाजुभाइ भने यो हो, चेलीबेटी भने यो हो भनेर हाम्रो त्यो केवल 1 घन्टा चाहिँ संस्कार हुन्थ्यो क्या, संस्कार हुन्थ्यो। त्यतिखेर कोही पहिला जान्थ्यो अरे लप पऱ्यो भने सुन्दिनँ थियो क्या होइन? अहिले नि तपाईँको 13 पुरा भएर 14 लागेपछि छोरीको लप पऱ्यो, छोराको लप पऱ्यो। तर प्रेम हुनु त गलत होइन नि? प्रेम हुनु गलत होइन। पार्वतीले पनि शिवसँग प्रेम नै गरेकी हुन्, रुक्मणीले पनि कृष्णसँग प्रेम नै गरेकी हुन्। प्रेम गर्नु गलत होइन, प्रेम गर यस्तै नि त। भात खानु नि गलत होइन नि होइन? 9 बजे खाने भात बिहान 4 बजे खाइदिएर हुन्छ र? 4 बजे भोक लागेको हुनसक्छ नि त। होइन, त्यो निन्द्राबाट उठेर त्यो ब्राह्मण त हिन्दू भनेर त मजाकको परिपाटी भयो। अब हजुरलाई चाहिँ जसरी अब 2टा अप्सन छ हजुरलाई, जसरी कसैले तपाईँले मेडिटेसन गर्न सजेसन गर्नु पर्यो अरे होइन? तपाईँ ओसोमा जान सजेसन गर्नुहुन्छ कि या विपासनामा जान सजेसन गर्नुहुन्छ? म त्यस्तो बोल्दिनँ होइन, त्यो त दुइटै मेडिटेसन गर्ने ठाउँ हो, दुइटै आफ्नो आत्मालाई शान्त पार्ने ठाउँ हो। कुन चाहिँ बढी प्रभावकारी होला र किन? त्यस्तोमा म चाहिँ गएको छुइनँ। म त्यति धेरै ज्ञानी छैन, म त्यहाँसम्म पुग्न सक्दिनँ। तर हजुरले एउटा छान्नै पर्यो अरे, कुन चाहिँ छान्नुहुन्छ? म छान्दिनँ त्यस्तो, म छान्दिनँ। हजुरले यहाँ मारिदिनुहोस्, म छान्दिनँ। म कसैको धर्म राम्रो कसैको धर्म नराम्रो भन्दिनँ। धर्म सबै एउटै हो, तर मानव भएर चाहिँ बाँच्नु भन्ने धर्म होइन नि त। ओसो र विपासना भनेको धर्म होइन, त्यो भनेको चाहिँ दुईटा। जहाँ जाँदा खुसी हुन्छ त्यहीँ जान्छु म चाहिँ। भोलि म मेडिटेसन गर्नुपर्ने भयो, मेरो दिमाग फेरि ब्ल्याङ्क भयो भने
म एन्जाइटीमा फेरि गएँ भने मैले फेरि आफैलाई बिर्सेँ भने मलाई कहाँ जाँदा सहज हुन्छ म त्यहाँ जम्ला होइन। तर म यो अर्काको हस्तक्षेप अर्काको त्यो विरोधमा म लाग्दैन। म यो दुनियाँमा कसैको विरोधमा लाग्नु नि छैन। विरोधमा लाग्ने भए म पनि पार्टी समातेर हिँड्थेँ होला होइन भन्न त। मलाई पार्टी समाउनु पनि छैन। बास यो दुनियाँमा हाँसेर बाँच्न भए हुन्थ्यो, जन्मिहालेँ अब हाँस्दा हाँस्दै मर्न भए हुन्थ्यो। मलाई यति मात्रै चाहियो हो। हुन्छ ठिकै छ। अब इन्डिङ पार्ट हाम्रो, हजुरले चाहिँ हाम्रो गभर्मेन्टलाई कुनै कुराहरू सजेसन गर्नुपर्ने हुन्छ। गभर्मेन्टलाई हामीले सजेसन गरेर गभर्मेन्ट मान्ने गभर्मेन्ट हुनुहुन्न। गभर्मेन्टले मान्नु नमान्नु त्यो उहाँको परिपाटी हो, तर हामीले उहाँलाई सजेसन त गर्न सक्छौँ नि त। होइन यस्तो गरिदिएको भए हुन्थ्यो। गभर्मेन्टले हजुर कुरा काट्यो भने गभर्मेन्टले त के गरिदिएको भयो हुन्थ्यो भने नि, गभर्मेन्टले एउटा नियम राम्रो राख्थेर यो चिज यतिसम्म मात्रै गर्नुपर्छ, यो हामीले यति मात्रै गर्न लेखेका छौँ हामीले संविधानमा, यो मात्रै गरे। संविधान पनि लेखेर त कुनै दुईजना बसेर लेखेको संविधान होइन नि त। यहाँ त तपाईँको साइकोलोजीहरू, तपाईँको राजनीतिकहरू, साइन्टिस्टहरू सबैतिरबाट त्यहाँ बाँधिएर सबै मान्छे बसेर लेखेको संविधान हो नि। त्यो संविधानभित्र जति छ त्यही मात्रै गरौँ भनेर सबैले हाम्रो राजनेताहरूले ठाउँमा बस्दिएर देश चलाइदिने हो भने सबै ठाउँमा बस्थे। अहिले त के भन्छन्, गल्ती गर्छन् नि देशमा जनताले, त्यो नेताले मान्छे बेच्दा हुन्छ मैले यति गर्नु हुँदैन भन्छन्। अनि कसलाई देशमा के भन्ने, गभर्मेन्टलाई के भन्ने हामीले। ठिकै छ। हजुर हाम्रो कार्यक्रममा आइदिनु भयो, हजुरलाई धेरै धेरै धन्यवाद एकचोटि फेरि। आज हामीसँग हुनुहुन्थ्यो गुरु सुरज शिव भक्तिजी। उहाँसँग हामीले आध्यात्मवाद अनि संस्कार, संस्कृति, हिन्दू धर्म सबै कुराहरू एकदमै डिटेलमा कुराकानी गरेका छौँ। ओके, सी यू अन नेक्स्ट एपिसोड। बाई बाई।